गणबहादुर दाई, चाहे 5,000 को जुत्ता लाउनुहोस् चाहे 200 को जुत्ता लगाउनुहोस्, टेक्ने धरती त एउटै हो दाई। यात्राको महत्त्व गन्तव्यले राख्छ, महँगो जुत्ताले होइन। गणबहादुर दाई, संसारको सबैभन्दा विश्वासिलो चिज भनेको त मृत्यु मात्रै हुँदो रहेछ दाई, जसले आजसम्म कसैलाई धोका दिएको छैन। गणबहादुर दाई, यदि दुखेको मन निको हुने औषधि किन्न पाइन्थ्यो भने नि गणबहादुर दाई, सायद म किन्नकै लागि भए पनि आफैले आफूलाई बेचिदिन्थेँ होला दाई। गणबहादुर दाई, केही आफन्तको लागि जति सुकै राम्रो काम गर्दा पनि सधैँ कमी निकाल्ने गर्छन् दाई। लाग्छ उनीहरूको लागि गर्दन काट्दा पनि भन्छन् होला अलिकति सिधा काटिएन, टेढो भएछ। पैसा नै सब थोक होइन कसरी भनौँ गणबहादुर दाई। आज त्यही पैसाकै कारण त म मेरी आमाको काखदेखि टाढा बसेको छु। गणबहादुर दाई, बैंकको ऋण जस्तै भयो दाई, आफन्तहरूको माया पाउनको लागि धन सम्पत्ति नै देखाउनु पर्ने। गणबहादुर दाई,